चैत 15 गते काठमाडौँको तीनकुनेमा भएको निन्दनीय हिंसक घटना पछाडि एउटा करोडौं रुपियाँ भन्दा बढीको प्रश्न सबैको मनमनमा उठिरहेको छ कि त्यो घटनाको कारण दुर्गा प्रसाईले ज्ञानेन्द्रलाई डुबाए कि ज्ञानेन्द्रले दुर्गा प्रसाईलाई डुबाए। नमस्ते, म सुभाष देवकोटा। आउनुहोस् यो करोडौं रुपियाँ भन्दा बढीको प्रश्नको जवाफ खोज्ने प्रयास गरौँ। तपाईहरुले पनि यो प्रश्नको जवाफ प्रतिक्रियाको रूपमा दिनुहुनेछ भन्ने मैले विश्वास राखेको छु। आउनुहोस् त्यो विषयमा एकछिन छलफल गरौँ। यो प्रश्न किन उठिरहेको छ भने ज्ञानेन्द्रको आशीर्वाद लिएर एउटा राजनीतिक शक्तिको रूपमा उदाउन खोजेका दुर्गा प्रसाई त्यो घटना पछाडि अहिले फरार छन्। उनले एउटा भिडियो सन्देश जारी गरेर म फरार छैन, म भागेको छैन, म यही छु भने पनि उनी बेपत्ता छन्। उनलाई प्रहरीले खोजिरहेको छ। पक्राउ गरेपछि उनलाई आगजनी, हत्याको प्रयास लगायत अनेकौं सङ्गीन मुद्दाहरू लगाउने तयारीमा प्रहरी छ। किनभने त्यो दिनको घटनामा दुर्गा प्रसाईका समर्थकहरूले कयौं घरमा आगजनी गरे। त्यही आगजनीको कारणले गर्दा टेलिभिजन क्यामेरा पर्सनको मृत्यु भयो भने दुर्गा प्रसाई आफैले गाडीले प्रहरीलाई धकेल्दै, प्रहरीलाई किस्ने प्रयास गर्दै निषेधित क्षेत्र उल्लङ्घन गरे र सम्पूर्ण भिडलाई आफ्नो पछि आउन आह्वान गर्दै एउटा धेरै ठुलो भयानक घटना गराउने प्रयास गरे। यदि ज्ञानेन्द्रको आशीर्वाद लिएर त्यो दिनको घटनाको कमान्डर बनेर उनले त्यो अराजक गतिविधि नगरेको भए दुर्गा प्रसाई एउटा समाजमा एउटा शक्तिको रूपमा अहिले पनि रहिरहने थिए। उनको आह्वानमा बैंक वित्तीय पीडितहरू लगायत सयौं जुनसुकै कार्यक्रममा पनि आइरहेका थिए, आउने थिए। त्यो घटनाको कारणले गर्दा उनको शक्ति समाप्त भए चाहिँ देखिएको छ। अब फेरि उनी पहिले जसरी नै एउटा शक्तिको रूपमा उपस्थित हुने सम्भावना समाप्त भएको छ। कि उनी बेपत्तै रहनुपर्नेछ कि भने उनले कानुनी कारबाही सामना गर्नुपर्नेछ। यस्तोमा यदि ज्ञानेन्द्रको आशीर्वाद, ज्ञानेन्द्रको उक्साहटमा त्यो दिनको गतिविधि नगरेको भएदेखि उनी यो हालतमा हुँदैन थिए। यस हिसाबमा हेर्दाखेरि ज्ञानेन्द्रको कारणले गर्दा उनी डुबे भन्न सकिन्छ। उता फागुन 6 गते भिडियो सन्देश जारी गरेर के न हो भन्ने माहौल बनाउन सफल र त्यस पछाडि पोखराबाट काठमाडौँ आउँदा हजारौंको संख्यामा मानिसहरूले स्वागत गरेपछि अब गद्दीशील नै हुन्छु कि भन्ने भ्रममा रहेका पूर्व राजा ज्ञानेन्द्र गोरखामा गएर गोरखनाथको दर्शन गरे। त्यसले झनै उत्साहित भएर काठमाडौँ आएपछि दुर्गा प्रसाईले आह्वान गरेको चैत 15 गतेको काठमाडौँ तीनकुनेको प्रदर्शन पृष्ठभूमिमा बसेर त्यसको आडमा काठमाडौँमा एउटा अराजकता मच्चाएपछि गद्दी त सहजै रूपमा गद्दीको लक्ष्य प्राप्त गर्न सहज हुन्छ भन्ने एउटा कल्पनामा दुर्गा प्रसाईको अराजक भिडको आडमा अर्थात् दुर्गा प्रसाईलाई आड बनाएर गद्दीमा फर्किने योजनामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह दुर्गा प्रसाईको अत्यन्त अराजक, हिंसक र अनियन्त्रित क्रियाकलापको कारणले गर्दा बोल्न सक्ने अवस्थामा छैनन्। अत्यन्त प्रतिरक्षात्मक अवस्थामा पुगेका छन्। पूर्व राष्ट्र प्रमुखलाई दिइने सुविधा समेत खोसिने अवस्था बनेको छ। संसदमा राप्रपाका सांसदहरूभन्दा बाहेक सम्पूर्ण संसदले एकमत देखिएको छ कि पूर्व राजा ज्ञानेन्द्रले पूर्व राष्ट्र प्रमुखले पाएको सुविधा खोज्नुपर्छ। उनलाई फेरि राजनीतिक रूपमा जुन 64 सालको संविधान सभाको पहिलो बैठकले राजतन्त्र समाप्त पारेर गणतन्त्र घोषणा गरेपछि उनलाई नारी नीतिबाट बहिर्गमन गराउनको लागि तत्कालीन गृहमन्त्रीले जुन खालको आश्वासन दिनुभएको थियो, अब के गर्ने भन्ने विषयमा उनीसँग संसदले, राजनीतिक दलले, सरकारले संवाद गर्नुपर्छ र उनलाई पनि त्यो घटनामा जोडेर कानुनी कारबाही गर्नुपर्छ भन्ने आवाज संसदबाट एक मुखले उठेको, नागरिक समाजले एक मुखले उठाएको कारणले गर्दा उनी के गरौँ कसो गरौँ भन्ने अवस्थामा पुगेका छन्। दुर्गा प्रसाईलाई विश्वास गरेर 15 गतेको प्रदर्शनको आडमा गद्दीमा पुग्ने सपना देखेको कारणले गर्दा, त्यो गल्तीको कारणले गर्दा
पूर्व राजा ज्ञानेन्द्रको अवस्था यो पुगेको छ भनिसकेपछि पूर्व राजा ज्ञानेन्द्रलाई पनि लाग्दो हो कि मलाई दुर्गाप्रसाईले डुबाए भनेपछि यो एकदमै महत्त्वपूर्ण र करोडौं रुपैयाँ बराबरको प्रश्न। दुर्गाप्रसाईले ज्ञानेन्द्रलाई डुबाए कि ज्ञानेन्द्रले दुर्गाप्रसाईलाई डुबाए? डुबाए भन्ने प्रश्न, डुबे भन्ने प्रश्न व्यापारसँग बढी सम्बन्धित रहने गर्छ। त्यसै कारणले गर्दा अहिले हामी उनीहरूको राजनीतिक विषयमा चर्चा गरिरहे पनि उनीहरू व्यापारी पनि भएको कारणले गर्दा दुवै ज्ञानेन्द्र शाह र दुर्गाप्रसाई दुवै व्यापारी पनि भएको कारणले गर्दा यो डुब्ने डुबाउने विषय उनीहरूसँग जोडिनु पुगेको हो। हामीलाई थाहा छ कि ज्ञानेन्द्र शाह ठुला व्यापारी हुन्। सोल्टी होटेलदेखि लिएर अन्नपूर्ण होटेलदेखि लिएर सूर्य टोबाकोदेखि लिएर सिपदी ट्रेनिङदेखि लिएर टोयोटा टाटाको डिलरसिपदेखि लिएर अनेकौं उद्योग कल कारखाना व्यापारिक कम्पनीहरूमा सेयर रहेका ज्ञानेन्द्र शाह खासमा भन्ने हो भने दुर्गाप्रसाईभन्दा ठुला व्यापारी हुन्। उनले हिजो राजतन्त्र रहँदाको शक्तिको आडमा व्यापारमा हात हालेका र व्यापारमा एक ढङ्गको सफलता पनि प्राप्त गरेका। त्यस हिसाबमा व्यापारीहरूले गर्ने हिसाब किताब के गर्दा डुबिन्छ के गर्दा उक्सिन्छ भन्ने धेरै नै जानेका धेरै नै थाहा पाएका व्यक्ति हुन्। यता दुर्गाप्रसाई त झन् व्यापारी हुने नै भए। बीएनसी अस्पताल झापाको बिर्ताबोटमा चलाइरहेका र त्यसैसँग आबद्ध गरेर बीएनसी मेडिकल कलेज पनि चलाउनलाई प्रयास गरिरहेका त्यो क्रममा विभिन्न ब्याङ्कहरूबाट अरबौं रुपियाँ लिएर त्यसलाई तिर्न नसकेर त्यसको ब्याज समेत तिर्न नसकेर डुबेर के गरौँ कसो गरौँ भन्ने अवस्थामा रहेका र त्यसैको कारणले गर्दा अराजकता मच्चाएर त्यो ब्याङ्कबाट लिएको ऋण छुट पाउन सकिन्छ कि भन्ने योजनामा हिँडेका दुर्गाप्रसाई व्यापारी हुन् भन्ने कुरोमा कुनै दुई मत छैन र उनलाई झन् कसरी डुबिन्छ कसरी उक्सिन्छ कसरी के गर्नुपर्छ व्यापारमा माथि उठ्नको लागि व्यापारमा कमाउनको लागि व्यापारमा नाफा लिनको लागि र के गर्दा घाटा हुन्छ भन्ने कुरो झन् राम्रोसँग थाहा छ। तर जति नै राम्रो व्यापारी भए पनि जति नै ठुलो व्यापारी भए पनि जति नै हिसाब किताब गर्न सक्ने व्यापारी भए पनि कहिलेकाहीँ व्यापारीहरू पनि हिसाब किताब गर्न भुल्छन्, हिसाब किताब गर्नमा गल्ती गर्छन् जसले गर्दा उनीहरू उक्सिनेको साटो डुब्न पुग्छन्। यस्तै हुन गयो दुर्गाप्रसाई र ज्ञानेन्द्र शाह दुवैलाई अनुमान विश्लेषण गर्न गल्ती गरेको कारणले गर्दा परिस्थितिको मूल्याङ्कन गर्न गल्ती गरेको कारणले गर्दा कुनै शक्ति केन्द्रले दिएको आश्वासनलाई धेरै नै बढी विश्वास गरेको कारणले गर्दा त्यसैलाई भर गरेको कारणले गर्दा र एउटाको आडमा आफ्नो शक्तिलाई धेरै नै माथि पुर्याउन सकिन्छ भन्ने हिसाबमा एकले अर्कालाई प्रयोग गर्न खोजेको कारणले गर्दा ज्ञानेन्द्र शाहले दुर्गाप्रसाईको अराजक जत्था अराजक प्रवृत्ति अराजक गतिविधिमा चढेर गद्दीसम्म पुग्न सकिन्छ भन्ने गरेको हिसाब किताब र दुर्गाप्रसाईले ज्ञानेन्द्र शाहको पूर्व राजा अर्थात् पूर्व राजा पद र उनलाई यदि गद्दीमा पुर्याउन सकियो भनेदेखि धेरै ठुलो फाइदा लिन सकिन्छ भन्ने अनुमान विश्लेषण गरेको कारणले गर्दा दुवैको अनुमान विश्लेषण अत्यन्तै गलत भएको कारणले गर्दा एकले अर्कालाई प्रयोग गरेर शक्ति आर्जन गर्न सक्ने क्याल्कुलेसन गलत भएको कारणले गर्दा दुवैजना डुब्न पुगे। दुवैले दुवैलाई डुबाएका छन् तर कसले कसलाई बढी डुबायो भन्ने विषय भने बाँकी नै छ। यो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद, नमस्ते।